ल है हाम्रो साथीहरूले यहाँ नास्ता खान लाग्छ। कस्तो लागेछ सोल्टी? एकदम दाजु दाइ ठिक छ? दाजु दाइ यत्रो वर्षपछि सँगै हामी यहाँनिर परदेशमा सँगै बसेको थिएँ। एकपल्ट छुटेर कति वर्ष भयो? करिब 17-18 वर्ष भयो। भेटघाट भएको छ है, एकदम रमाइलो। ल र भिन्चोटी हेर्न ल हेलो हाई एभ्रिवान। मलाई पनि खिच्दै एकचोटि ल सबैजनालाई नमस्कार। आज हामी चिप्ली गाममा छौँ, एकदम रमाइलो भइरहेको छ। आज हामी खाजा खान लाग्छौँ प्राइड फार्म छेउमा। अब अरू साथीहरूलाई पनि हामीले अब समेट्ने कोसिस गर्छौँ होइन। यो पुल चाहिँ ताङतिङको खेलाङको पुल है। खेलाङ र पार्टीको बिचमा सिल्लीसम्म जाने पुल दियो। खेलाङ र पार्चे बीचको पुल सिक्लिस जानको लागि यताबाट धेरै घुमेर आउनु पर्ने रहेछ। त्यो हिसाबले यो पुल बनाएको एकदम सही गरेको जस्तो लाग्यो है। यो 5 दिनले लाग्ने रहेछ यो। खेलाङ गाउँमा बीचमा बगेको यस्तो मजाको पानीको उस भएछ, एकदम रमणीय गाउँको बीचबाट हेर्नुहोस् कति मजाको झरना छ। रमाइलो लाग्यो यो चाहिँ है। हाम्रो तामिमीको साथीहरू हेर्नु, सुकबहादुर सोल्टी, वासुदेव सिगदेल, राजु महत, जगन गुरुङ, भीम सोल्टी, साथमा म आफै क्यामराम्यान भइहाल्यो होइन। ल है साथीहरू कोभिडमा सबै खिच्यौँ यता रिमारी खिच्यौँ है। ल है रिमे ए त्यहाँ छेल्टी त हाते फोटो खान्छ है त्यहाँ भाइ। अब यो कुबेततिर गयो भाइमा हजुर भाइमा त्यहाँ बहिनीमा हो निकैमा सुपमेमा भाइमा कब बहिनी क्या प्यारेमा क्या बृन्द दिदी नपदे लप्पी त्यो के चलै ल जति खानु सक्छ आज खाऊ है, भोलि दिन पाउँदैन यहाँ। पाउँदैन यस्तो हुँदो रहेछ खेलाङ गाउँमा यस्तरी होइन। बसहरू यस्तरी आउँदो रहेछ। पोखरा सिटीमा एक आउँदो रहेछ। यो खेलाङ गाउँ ओलो ओलो खेलाङ गाउँ हेर्नु है, यस्तो रहेछ। चट्ट परेको है गाउँमाथि बाटो, पानीको स्रोत चाहिँ एकदमै प्रशस्त भएको ठाउँ। यस्तो लाएर त्यो नि सिसाउको बोटोहरू हो, उतिस हो सबै, उतिस काम नलाउने काठहरू। त्यो हाम्रो ताङतिङ गाउँ होइन त्यो मेरो। यो चाहिँ तप्राङ गाउँ होइन त्यो म्युनिसिपालिटी तप्राङ होइन, तप्राङ ताङतिङ चतै वा रुचा नासा। यस्तरी यो मादी यस्तरी गर्छ बिचमा। यो मुहान चाहिँ मादीको मुहान कता पर्यो? सिक्लेस माथि है। यहाँ यस्तरी चिलहरू घुमेको देखियो है, रमाइलो भयो। तप्राङ त अब
मेरो बाबा मेरो बाउको आश्रय गाउँ हो त्यो मामाले गाउँ हेरौँ चिप्लीको ट्राउट माछा है यहाँ चाहिँ अब 1 किलो फ्राई गरेको 2000 रे अब पोखरा भ्याली भन्दा अलिकति महँगो भएको देखियो बासुजी खाएर टेस्ट गरेर हेर्नु त कस्तो लाग्यो पहिला चाहिँ यहाँको सिमी भूमिलाई चढाउनु पर्छ है होइन बासु दाइले च्याउमै खाइदियो